पाल्पा सदरमुकाम तानसेनमा धावा बोलेर जनमुक्ति सेनाले गण्डकमा आफ्नो सशक्त उपस्थिति जनायो। तानसेन हमलाको विजय विस्तारको योजना निर्माण गर्न माघ 22 गते पश्चिम सैन्य कमान्ड स्टाफको बैठक बस्यो। यो बैठकमा डेपुटी कमान्डर कमरेड प्रभाकर, चौथो डिभिजन कमिसार कमरेड सुरेश सिंह, कमान्डर कमरेड रश्मि, सह कमान्डर कमरेड प्रतीक्षा, पाँचौं डिभिजन कमिसार कमरेड सुदर्शन, कमान्डर कमरेड शरद, सह कमान्डर कमरेड विवेक, छैटौं डिभिजन कमिसार कमरेड समर सिंह, कमान्डर कमरेड प्रतीक, सह कमान्डर कमरेड दीपक र प्रवक्ता कमरेड रमेश कोइराला उपस्थित हुनुहुन्थ्यो। पाल्पाको दहमा भएको बैठकले विजय विस्तारको योजना अगाडि बढाउन आर्क विभाजन गरेर डिभिजन स्तरमा कारबाही गर्ने नीति निर्माण गर्यो। बुटवल घेराबन्दी गर्दै राजमार्गमा आक्रमण गर्ने र हतियार कब्जा गर्ने लक्ष्य सहित चौथो डिभिजनलाई बसन्तपुर डाँडो र दोभानमा खटाइयो। पाँचौंलाई खैरेनी बजार र छैटौंलाई सुनौल रमुवापुरमा खटाइयो। सातौं डिभिजन पश्चिममै भएकोले बुटवल पश्चिमको राजमार्गमा कारबाही गर्ने निर्णय गर्यो। माघ 23 देखि 29 सम्मको नेपाल बन्दलाई सफल पार्न र माघ 26 गतेको कथित नगर निर्वाचनलाई ध्वस्त पार्न जनमुक्ति सेनालाई परिचालन गरियो। डिभिजनहरू माघ 23 र 24 गते भित्र राजमार्गमा उपस्थित भए। माघ 25 गते चौथो डिभिजनले बुटवलबाट बाहिर निस्केको शाही फौजलाई आक्रमण गरेर विस्तारका योजनाको फायर खोल्यो। बुटवलदेखि 15 किलोमिटर पूर्व सुनौलसम्म र पश्चिम गोरुसिङ्गेसम्मको राजमार्ग कब्जामा लिएको जनमुक्ति सेनाले बसन्तपुरतर्फ उक्लेको दुश्मनलाई लखेड्दै दोभान बजारसम्म पुर्यायो। जनमुक्ति सेनाको हमलामा शाही फौजका 10-15 जना घाइते भए र 1 जनाको लास जनमुक्ति सेनाले कब्जा गर्यो। एक झोला तथा एसएमजी र इन्सासका एक म्यागजिन कब्जा भए। उता छैटौं डिभिजन 23 गतेदेखि आर्कमा बसिरहेको थियो। 25 गते साँझ 7 बजेदेखि छैटौंले आफ्नो पोजिसन सेटिङ गर्यो। 25 गते चोकसम्म र 26 गते 1 किलोमिटरसम्म आएर दुश्मन फर्क्यो। सुनौल बजारबाट पश्चिममा रहेको एक खोलापारी रमुवापुर भन्ने स्थानको सडक उत्तरीतिरको जंगलमा पोजिसन सेटिङ गरियो। पूर्व पश्चिम राजमार्गलाई टार्गेट गरेर छैटौं डिभिजन 1 किलोमिटर रेन्ज कब्जा गरी बस्यो। 2 ब्रिगेडको फोर्सलाई बटालियन स्तरमा आर्क विभाजन गरियो। सम्भावित फल्याङ रोक्न एक छुट्टै फोर्स पनि राखियो। 3 वटा गाडीमा अपराह्न 3:15 बजे दुश्मन रमुवापुरमा जनमुक्ति सेनाको आर्कमा आइपुग्यो। शाही फौज 200 को संख्यामा थियो। जनमुक्ति सेनाले हमला सुरु गर्यो। केही बख्तरबन्दको कभर लिएर भाग्न थाले र बख्तरबन्द समेत भाग्यो।
सन्नास छ कि ओ पढ्नु खै ओ साथी मान्ने हामीलाई म भित्र आछु आयो हेलो विमल ओए विमल मेरो बाजुरा हो सर ल ठिक छ केही हुन्न अस्ति पनि बाजुराको छड्यौँ नि हामीले थाहा छ कि यहाँ तल तपाईँ त्यो राइफल अर्कालाई दिनुहोस् न तपाईँले जाम त यहाँ तल ऊ रहेछ ल्याङ्ग्री फिट गरेर तल छैठौं डिभिजनका कमरेडहरू विगतमा प्राप्त अनुभवका आधारमा दुश्मनलाई जिउँदै समात्न पुग्नुभयो। जनताको हुटिङ सहित शाही फौजलाई 3 किलोमिटर लखेटेर सुनवल मोर्चा सफल गरी जनमुक्ति सेना रेटिड भयो। पनौती अनि लडियो भीषणसित ए ल अनि के छ अरू तपाईँसित के थियो हतियार? छैठौं डिभिजन कमान्डर हाम्रो सामु हुनुहुन्छ। कस्तो लाग्यो विजय तपाईँहरूलाई? अरे शानदार विजय भयो नि। टिएस 81 लगायत छ 20,000 गोली जस्ट 3 किलोमिटर लखेट्यो। यो यता लडाइँहरू फेरि जारी रहन्छन् हैन? निरन्तर लड्ने कुरा हुन्छ। अहिले उता 5औँसँग फेरि परिरहेछ फरक। ल यो युद्धको साहसलाई कसरी भन्नुहुन्छ? यो युद्धको साहस वास्तवमा अब हामीले जुन शानदार सुरुवात पाल्पाबाट गऱ्यौँ त्यसको एउटा निरन्तरता र अब अहिलेको हाम्रो जिम्मेवारी बोधको उच्चताको रूपमै हामीले बुझिरहेको छौँ। त्यो नै हो वास्तवमा। हजुर अहिले 1 घण्टा अगाडिको युद्धलाई कसरी व्यक्त गर्नुहुन्छ? यो लडाइँमा शानदार विजय जनमुक्ति सेनाको लागि प्राप्त भएको छ। हजुर तपाईँहरू कति दिनदेखि प्रतीक्षा गरिराख्नु भएको थियो? हामी विगत 3 दिनदेखि। के दुश्मन आज आउँछ भन्ने पक्का थियो तपाईँलाई? करिब करिब निश्चित भइरहेको थियो। पहिलो फर्स्ट फायरको क्षणलाई चाहिँ कसरी सम्झिनुहुन्छ अहिले? फर्स्ट फायर त भीषण ढङ्गबाट 81 फायर भइसकेपछि भीषण फायर भयो। अहिले त्यसलाई अभिव्यक्त गर्ने शब्द छैन। विगतको भन्दा फरक के छ? फरक सिधै दुश्मनलाई झम्टिन गएको छ जनमुक्ति सेना। फरक यही हो। जित ब्रिगेडको महानतालाई महानता हाम्रो बलिदानले पुष्टि गरिरहेको छ। घाइते कमान्डर हुनुहुन्छ अधिकांश र प्राप्त भएका हात हतियार युद्ध सामग्रीहरूले नै अभिव्यक्त गर्न। 6वटा माल मसँग थियो। 12वटा झोलामा थियो। 12वटा झोला त्यो ट्रकमा त यो मोर्चामा शाही फौजका 25 जनाको मृत्यु भयो। 12 जनालाई जिउँदै कठालो समातेर जनमुक्ति सेनाले युद्धबन्दी बनाए। जनमुक्ति सेनाले 3 गाडी, 91 झोला, 1 81 mm, 1 थान TTS सहित 4 थान M16, 19 थान SLR, 2 थान 303, 1 थान SMG र 30,000 गोली, 81 mm र 51 mm का बमहरू कब्जा गर्यो। रणनीतिक प्रत्याक्रमणको पहिलो योजनाका धनगढी, चिसापानी, जमुनिया, खैरीखोला, धानखोलाका आक्रमणहरूको नयाँ स्तरमा विकास गरेर सुनवल कारबाही शानदार रूपमा सफल भयो। यो मोर्चामा कमरेड विज्ञान र कमरेड आवाजको उच्च शहादत भयो। 2 दिनसम्म उसले आफ्ना शवहरू राजमार्गबाट उठाउन सकेन र रेड क्रसलाई गुहार्नु पर्यो। बुटवलको बाहिनीपतिले समेत हामीलाई त्यही टार्गेट गरेका छन्, सडक खोल्न सक्दैनौँ भनेर आफ्नो खसेको मनोबलको दयनीय स्थिति पुष्ट पार्यो। सुनवल रमुवापुरमा भएको भीषण लडाईँमा घाइते भएका जनमुक्ति सेनाका योद्धाहरू सुनवल मोर्चा खुलेपछि बुटवल तर्फबाट दुश्मन अघि बढ्यो। बख्तरबन्द सहित 4वटा गाडीमा आएको दुश्मनलाई बीचमा पारेर हमला गर्न 4थो र 5औं डिभिजनलाई निर्देशन गरियो। फायरद्वारा आक्रमण गरियो। गाडी बिचैमा छोडेर दुश्मन भाग्यो। उसको 7 जनाको सफाई भयो र अरू धेरै घाइते भए। घना जङ्गल र अँध्यारो रात भएकोले सर्च गर्न सम्भव भएन। यो लडाईँमा जनमुक्ति सेनाका वीर योद्धाहरू कमरेड वीरू, कमरेड सुन्दर र कमरेड चिन्तनको शहादत भयो। पश्चिमी मोर्चामा दुश्मन बाहिर आउने आँट गरेन। तौली हवा आक्रमणका लागि ससाना टुकडीहरूले आक्रमण अभ्यास गरे भने 10 दिनसम्म राजमार्ग अवरुद्ध गर्दा पनि दुश्मन बाहिर ननिस्केपछि
जनमुक्ति सेनाले आफ्नै पहलमा बाटो खोल्यो। हमला विस्तारको समग्र योजनाले मुख्यतया 3वटा फौजी शिक्षाहरू हासिल भए। राजमार्गका निश्चित भागहरूलाई कभर गरी गरिने आक्रमणद्वारा दुश्मनलाई क्षति पुर्याउन सकिन्छ। एकै पटक 5-7 किलोमिटरमा वृहत माइनिङ गरी व्यवस्थित आक्रमण गर्न सकिन्छ। सहरमा सीमित क्याम्पहरूलाई त्यसको गेटसम्म पुगेर आक्रमण सुरु गरी भित्र थुनेर लामो समयसम्म निसासिएर छटपट्याउने स्थिति सिर्जना गर्न सकिन्छ। गण्डकमा हमला विस्तारका कारबाही भइरहँदा धनगढीलाई कब्जामा लिई 7औँको एक टुकडीले रातभर हमला गरिरह्यो। महेन्द्रनगरमा पनि लगातार हमला भइरहे। छैठौँले नेपालगञ्जमा चौतर्फी विस्फोट गर्दै राजा चेकपोस्ट उठाइयो। नगरपालिकाका कार्यालय ध्वस्त भए। जमनिया चौकी कब्जा भयो। नेपालगञ्ज वडा प्रहरी पोस्ट र सैनिक ब्यारेकमा दिनदिनै गरिएका हस्तक्षेप, कोलपुर र गुलरियामा गरिएका आक्रमण, ठुर्खेत बैंक कब्जा गरियो। दाङको घोराईमा 5औँको एक टुकडीले माइनिङ एम्बुस र सेबोटेज गरेर हस्तक्षेप निरन्तर राख्यो। चौथोका अर्बान टुकडीहरूले बुटोल र पोखरामा निरन्तर हमला गरिरहे। हमला विस्तारका कारबाही पूरा भएपछि मुख्य योजनाको लक्ष्य पूरा गर्ने गरी नयाँ स्तरमा योजना विकास गर्न 2062 माघ 30 गते पाल्पाको ठाडेमा पश्चिम सैन्य कमान्ड स्टाफको बैठक बस्यो। यो बैठक बस्दा बस्दै दुश्मनले घेराबन्दी गरेको खबर आयो। एकमुष्ट कुराहरू राखेर बैठक स्थगित गरियो। दुश्मनलाई भित्रै आक्रमण गरी ध्वस्त गर्ने तयारीका साथ चौथोलाई हात्तीलुङ र भुटुके, 5औँलाई बहादुरपुर र ठाडे, 6औँलाई हात्तीगौडा खटाइयो। सुनवल, घोडाहा, बसन्तपुर कारबाहीको सफलतापछि दुश्मन यसपटक जनमुक्ति सेना विरुद्ध तेर्सो घेराबन्दी गर्न आइपुग्यो। नेपाली जनयुद्धले 10औँ वर्षलाई विदाय गरी 11औँ वर्षको शुभ अवसरमा बोल्दै डेपुटी कमान्डर कमरेड प्रभाकरले भन्नुभयो, प्रथम त हामी महान शहीदहरूको स्मरण गरौँ र महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। हाम्रो पार्टीका नेता तथा कमान्डरहरू सुरेश वाग्ले, दिपेन्द्र शर्मा, तेजबहादुर खड्गा, कुमार, विशाल र हाम्रा आदरणीय डिभिजन कमान्डर कमरेड सुनिल लगायतका 13,000 नेता, कार्यकर्ता र योद्धाहरूको बलिदानी भइसकेको छ र हामीले सचेत बलिदानी गर्दै युद्धलाई हामीले यो नयाँ उचाइमा हामीले उठाएका छौँ। त्यति बेला हामीसँग भएका बन्दुकहरू यस्ता बन्दुकहरू हुन् जसमा विचारका आँखाहरू छन् र हामी यस्ता सेनाहरू हौँ जोसँग आफ्नो व्यक्तिगत इच्छा, आकाङ्क्षा र स्वार्थभन्दा हामीबाट मुक्त छौँ र हामीसँग एउटै वर्गीय स्वार्थ छ र त्यही वर्गीय स्वार्थका आधारमा हामी लडिराखेका छौँ र यो लडाइँ जसरी सुरु भएको छ, जसरी 10 वर्षहरू बितेका छन्, भावी वर्षहरू अझ भीषण हुँदै अझ ठुल्ठुला चुनौतीहरूको सामना गर्दै अगाडि बढ्नुपर्ने छ। नेपाली क्रान्तिले विजय हासिल गरे पनि विश्व साम्राज्यवादसँगै लडिरहनु पर्ने अहिलेको 21औं शताब्दीको जुन स्थिति छ, त्यस कारणले हामीले बुझ्ने कुरा के हो भने हामी हजारौँ वर्षमा लड्ने आँट गर्नुपर्छ, त्यो साहस गर्नुपर्छ, दृढता गर्नुपर्छ। हाम्रो पार्टीलाई यहाँसम्म ल्याउनका लागि यसको सफल नेतृत्व गर्ने सर्वोच्च कमान्डर लगायतका नेतृत्वका पङ्क्तिका कमान्डरहरूप्रति आजको यस दिनको अवसरसँगै साम्राज्यवादको घेराबन्दीभित्र परिरहेको नेपाली जनयुद्धलाई अविचलित रूपमा हाँकेर अगाडि बढाउनका लागि सम्पूर्ण स्वार्थबाट मुक्त भएर क्रान्तिको ध्वजालाई माथि उठाउनका लागि विचार र दृढताको थप विकास होस् भन्ने हार्दिक कामनाका साथ अभिवादन गर्दछु र सम्पूर्ण नेपाली जनयुद्धमा घाइते, अपाङ्ग हुनुभएका, बन्दी बनाइनुभएका समस्त हाम्रा सहयोद्धा कमरेडहरूलाई धैर्यतापूर्वक आन्दोलनको आफ्नो मोर्चा सम्हालेर अगाडि बढ्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। 11औं वार्षिक उत्सवको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गर्दै जनमुक्ति सेनाका कमान्डर, कमिसार तथा पार्टी नेता र कार्यकर्ताहरू फागुन 2 गते राति 11 बजे पाल्पा र नवलपरासी सिमाना बेबुकेमा 6औं डिभिजनसँग भिडन्त भयो।
चुरेको अप्ठ्यारो भूगोलमा भएको उक्त भिडन्तमा 81 mm मोटारद्वारा आक्रमणबाट 5 जना दुश्मनको मृत्यु भयो भने भागदौड गर्दा भिडबाट लडेर 30 जनाभन्दा बढी घाइते भएको उसैकै सञ्चार माध्यमहरूले बताउन बाध्य भए। बेबुकेमा ठूलो क्षति बेहोर्नु परेको कमान्डो फोर्सलाई राजमार्ग भएर फर्कँदासम्म सर्दी लगायतका 2 ठाउँमा समेत आक्रमणको सामना गर्दै भाग्नु पर्यो। त्यहाँ जनमुक्ति सेनाका 1 योद्धा घाइते हुनुभयो। यो दुश्मनको तेर्सो घेराबन्दी थियो। लगत्तै पाल्पा, सुनवल, बेबुके लगायतको विजय उत्सव मनाउँदै 6औं डिभिजनले सर्दी चोकमा सांस्कृतिक कार्यक्रम देखाई पूर्वतर्फ लाग्यो। हेलो सर, माथि पो झरेछ करिब 2टा रुट भएर आएछ, सबै आयो क्या। कुन रुट? एउटा उनीहरूभन्दा पछाडिपट्टिबाट आएछ, एउटा पल्लोपट्टिबाट आएछ, त्यसलाई बिचमा पारेछ। 2टै नाकामा बसेर रहेछन्, 2 ठाउँमै हाने। त्यसपछि एउटा विकासको टोली यता रिटिट भएको छ अरे, त्यो विश्व प्रकाशको कता उता गएको छ अरे, अब त्यो कता जान्छ अब। बरु यहाँ यो बेसको सेट छ अरे विश्व प्रकाशको। तल भनिदिनु पर्यो त्यो अर्कोलाई, भन्दैछु कि म तल्लोलाई भन्नु पर्यो क्या। हेलो, यस्तो के विकासलाई भनेर त्यो तल्लोपट्टिको अर्को ध्रुवको छ नि 5औँको, त्यसलाई त्यहाँ त आउँदैछ, अब तयार भएर बस्ने, मिलाएर बस्ने, हान्ने भनिदिनु पर्यो है। विकासलाई भन्नुहोस् त है त। ल अरू अब ठिकै छ, यतातिर त्यस्तो चाहिँ अब नयाँ उल्लेखनीय छैन कि। अब नयाँ योजना अब बनाएर फेरि चाहिँ अर्को चाहिँ हस्तक्षेप बढाउने भन्नेतिर अब सोचेर साथीहरू अब मुभ हुँदै हुनुहुन्छ, मुभ गर्दै हुनुहुन्छ। त्यही अनुसार तयारी भएको छ। तपाईँले भने जस्तै अब 2तिर हाम्रो अब यहाँ प्रभाकरजी हामी बसेर चाहिँ मैले भनिसकेँ के अरे, अब हाम्रो अब राम्रै भएको छ, स्पिडमा चाहिँ गएको छ चिजहरू। त्यही अनुसार चाहिँ अब सहकार्य गरेर यहाँ चाहिँ 2तिर फोर्स बाँडिएको छ कि। अब 2तिर हस्तक्षेप बढाउने, त्यसपछि फेरि चाहिँ त्यसको चाहिँ आधारमा फेरि चाहिँ एउटा हस्तक्षेप बढाइसकेपछि एउटा चकमा दिएर फेरि केन्द्रीकृतमा लाग्ने भन्ने छ। रूपन्देही, पाल्पा, नवलपरासी, नारायणगढ, तनहुँ समेतबाट घेराबन्दी गर्दै आएको दुश्मनलाई छल्दै 4थो डिभिजनलाई पश्चिम पाल्पा जान निर्देशन गरियो र 5औं डिभिजनलाई पूर्व नवलपरासीतर्फ। नवलपरासीको भेडाबारीमा 5औं डिभिजनको रोलकाल सम्पन्न भयो। त्यसको लागि आवश्यक खजाना हामीले तयार पारेका छौँ। साम्राज्यवादसँग कसरी लड्न सकिन्छ, साम्राज्यवादका ढाड कसरी बाँध्न सकिन्छ, साम्राज्यवाद कागजी बाघ कसरी हो भन्ने कुरा ब्याटलबाट सिद्ध गरेका छौँ। जब सुनवलमा हामीले जित्छौँ, जब पाल्पामा हामीले सामन्तवादी साम्राज्यवादी दरबारहरूमा धावा बोल्छौँ, मोरीहाटीहरू बौलाउँदै बरबराउँछन्, उत्तेजित हुन्छन् र हाम्रो आन्दोलनलाई भाट्ने, हाम्रो आन्दोलनमाथि दमन गर्नका लागि, हाम्रो आन्दोलनलाई विखण्डन गर्नका लागि चौतर्फी दबावहरू सिर्जना गर्छ। यही हो हामीले पैदा गरेको दर्शन, यही हो हामीले पैदा गरेको कार्यनीति, यही हो हामीले विकास गरेको रणनीति। यो पाल्पामा आगो लाएरै निर्माण हुन्थ्यो, यो सुनवलमा जितेरै हुन्थ्यो। यो यहाँ घेराबन्दी गर्न आउने दुश्मनमाथि आक्रमण गर्दै लखेटेर हुन्थ्यो र त्यसरी भइराखेको। त्यसकारण हाम्रा काम कारबाहीहरूलाई हरेक जनमुक्ति सेनाको सदस्यले आफ्ना काम कारबाहीहरूलाई शुद्ध फौजी रूपमा होइन, त्यसले समग्र राजनैतिक अर्थबाट बुझ्न सक्नु पर्दछ। उसले कसरी एउटा राजनैतिक आन्दोलनमा सहभागी छ, उसले कसरी दर्शनको विकासमा लागेको छ, कसरी रणनीति र कार्यनीतिको विकासमा लागिरहेको छ भन्ने कुरा बुझ्ने र त्यो गौरवप्रति गर्व गर्ने कुराका आधारमा मात्र हामी अगाडि बढ्न सक्छौँ। विचार आकाशबाट फल्ने कुरा होइन, विचार धरतीबाट पैदा हुने कुरा हो। त्यो धरती भनेको के हो? त्यो वर्ग सङ्घर्ष हो, त्यो जनयुद्ध हो, त्यो वैज्ञानिक प्रयोग हो, त्यो उत्पादन सङ्घर्ष हो। विचार धरतीबाट पैदा हुन्छ। र डेपुटी कमान्डर कमरेड प्रभाकरले त्यहाँसम्मका सबै मोर्चाहरूको समीक्षा गर्दै पूर्व नवलपरासीतर्फ लाग्न निर्देशन दिनुभयो। यसै घेराबन्दीकै क्रममा सुनवल पाल्पाका घाइतेहरूमाथि दुश्मनले हमला गरे पनि सुरक्षित गर्न सकियो। रमाइलो कस्तो छ भनौँ न यात्रा? एकदम रमाइलो छ। यो बिचमा तपाईँ युद्धमा पनि जानुभयो नि होइन, वारमा पनि? कुन कुनमा जानुभयो? मैं दुम्लादेखि सुरु गरेर दुम्ला फेरि उता के
तानसेन फेरि तानसेनका बाद तानसेनका अगाडि फेरि भोटुके भन्दा सुनोल त्यस्तो गर्दै ठिक सबभन्दा तपाईँले अहिले सम्झिने वार चाहिँ कुन छ? सम्झिने वार जो पाल्पा। ए तपाईँले घाइतेहरूको उपचारमा पनि सामेल हुनुभयो तपाईँ? हजुर। पूर्वी पाल्पाको घेराबन्दी असफल भएपछि पश्चिम पाल्पा, रूपन्देही उत्तर, अर्घाखाँची पूर्व क्षेत्रलाई केन्द्र बनाएर दुश्मनले चौथो घेराबन्दी गर्यो। फागुन 14 गतेदेखि गरिएको उक्त घेराबन्दी क्षेत्रमा चौथो र 7औं डिभिजनहरू रहेका थिए। देशभरिकै छानिएको शक्ति ल्याइएको उक्त घेराबन्दीलाई ध्वस्त गर्न दुवै डिभिजनहरू उच्च मनोबल र जित्ने तीव्र इच्छा शक्तिका साथ लागि परे। फागुन 14 गते सत्यवतीको धरमपानी 7औं डिभिजन लामो समयसम्म बस्दा पोजिसन खुल्न गयो। पोजिसन ग्यारेन्टी गरी छक्क्याएर आएको दुश्मनलाई आक्रमण गर्न पोजिसन बदल्दै गर्दा मुठभेड सुरु भयो। भूगोलको जानकारी नै नलिई दुश्मनमाथि आक्रमण गर्न सबै शक्ति अगाडि बढ्दा पछाडिबाट दुश्मनले उच्च भूगोल कब्जामा लिई एलएमजी ग्रुपलाई निशानामा पार्दा क्षति भयो। उक्त भिडन्तमा दुश्मनको 5 जनाको सफाया हुनुको साथै 1 दर्जन घाइते भए। उक्त मोर्चामा कमरेड किशोर, कमरेड जुनिता, कमरेड नवीन, कमरेड क्षितिज, कमरेड निष्ठा, कमरेड निशान, कमरेड तुफान र कमरेड बृहस्पतिको स्वागत भयो। हारमा पनि नहार्ने जनमुक्ति सेनाको उच्च मनोबलका साथ शहीदहरूको सम्झना गर्दै जित्ने अठोटका साथ पश्चिम पाल्पामा आएको दुश्मन छानिएको फोर्सलाई ध्वस्त पार्न दुवै डिभिजनहरू उत्तर 3 गिरीतर्फ लागे। 16 गते बिहानै 3 गिरीमा भीषण लडाईँ सुरु भयो। कभरमा जा, कभरमा कभर भाइ। हेलो हेलो ढुङ्गा ढुङ्गा दाइ माथिबाट कोही आएको छैन के यहाँबाट गर्न सकिन्न। गिर्नेटलाई पछाडि उताबाट कोही आएको छैन कि दाइ उताबाट यहाँबाट फेरि जाने के उता जान भन्नुहोस्। यता पनि क्लियर गर्नु पर्यो यहाँबाट भन्न पुग्नेछ भाइ यहाँबाट
तेलान त्यो कर्लिङले हाने तेलान अनि माथि एमिलेर हान यार त्यसलाई ए ढुङ्गाको साइडमा एमिलेर पुगेर बसेछ नि हामीले त्यसलाई एमिलेर हान राम्रोसँग पुरा बसेछ यता आउने हेर्नुहोस् त पुरा देखिन्छ एकजनाबाट ढल्याछ तीनजनाबाट ढुङ्गा कभर लिएर बसेछन् देखिन्छ हानिरहेछ कि त्यसले ढुङ्गा कभर छैन त्यो उताको ढुङ्गा कभर छ यताको केही पनि छैन त्यसलाई डिस्चार्ज के ए डिस्चार्ज कलमा यता डिस्चार्ज जान्थ्यो के डिस्चार्ज उता साइडमा डिस्चार्ज जान्थ्यो नि ऊ यताबाट देखिँदैन डिस्चार्ज जानु त्यो ढुङ्गा रोडको साइडमा कभर लिएर बसेको छ त्यसलाई ठोक माथिबाट गिर्नु जाने भने त ए पारीकोलाई गिर्नु जाने भने के माथिकोलाई माथिबाट पेलाले उतापट्टि उता अनि माथि रहेन अलि उता ए माथिबाट ढुङ्गेर गिर्ने ठान यता गहिरो साइडबाट जाने ए ढुङ्गा पल्लो साइड जाने सल्लाहको रुखबाट तल त्यो सल्लाहको रुखबाट तल ढुङ्गा ए माथिकोलाई छिटो ढुङ्गा तल ए उताकोले हान्यो उताकोले अनि उता ए दाइ त्यो माथिबाट त्यो डिस्चार्ज हानिदिनु पर्यो के एउटा मर्यो साले मर्यो एउटा मर्यो एउटा मर्यो फेरि उताकोले त्यहाँ गिर्ने डान डिस्चार्ज ए घाइते भयो मर्यो ए छटपटाइरहेछ हान्ने ऊ छटपटाइरहेछ तिमीले हान्न यताबाट यसैलाई लाग्छ मजाले ए मजा लाग्छ कि हान्ने मजा लाग्छ त्यसलाई एक म्यागजिन हान्दैछ सब मर्छ अहिले ए सल्लाहको रुखबाट छ नि त ल ए त्यहाँबाट ढुङ्गेन सब घाइते छ यसको छातीमा गोल लाग्यो सर छातीमा गोल लाग्यो घप लाग्यो छटपटाइरहेछ माथिबाट जाँदै क्या माथिबाट छटपटाइरहेछ एकदमै होइन कि त्यो हान्ने त ढलिहाल्यो ए हान्ने ढलिहाल्यो के
यहाँको सुविधा त्यो कट्टा नलिएको मा माथिबाट यस्तो जाने त्यो ढुङ्गाको लागि सागर